कागेश्वरीको शान सार्वजनिक प्रतिजग्गा संरक्षण अभियान। सबैमा नमस्कार। म मकरध्वज केसी कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर 4 को स्थायी बासिन्दा हुँ। मैले अस्ति 2082 साल मङ्सिर 26 गते यो सार्वजनिक प्रतिजग्गाबाट प्लटिङ जग्गामा जोड्ने बाटोको विषयमा मैले युट्युबमा, फेसबुक पेज, टिकटक, इन्स्टाग्राममा एउटा भिडियो अपलोड गरेको थिएँ र यो भिडियो अपलोड गर्नुको चाहिँ मुख्य उद्देश्य सम्बन्धित हाम्रो वडा कार्यालय, नगरपालिका सबैमा सर्वसाधारण सबै नागरिकहरूमा जानकारी गराउने उद्देश्यको साथ मैले त्यो भिडियो अपलोड गरेको थिएँ र आज म यहाँहरूलाई एउटा विशेष अनुरोध गर्न चाहन्छु र मैले यो मौखिक रूपमा मात्रै यहाँहरूलाई जानकारी गराएँ र मेरो एउटा विशेष अनुरोध यहाँहरू समक्ष सम्पूर्ण कागेश्वरी मनोहरा नगरपालिका 9 वडामा बस्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो विशेष अनुरोध यो छ कि मौखिक रूपमा मात्र गरेर खासै केही हुने रहेनछ भनेर मैले के अठोट गरेँ भन्दाखेरि वडा कार्यालय, नगरपालिका, जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र यो सार्वजनिक चासोको विषय राख्ने जुन कार्यालयहरू छन्, जुन निकायहरू छन्, तिनीहरूमा लिखित जानकारी नै गराउने उद्देश्यले एउटा निवेदन तयार गरेर धेरैभन्दा धेरै जनाको हस्ताक्षर सहितको चाहिँ निवेदन तयार गरेर चाहिँ बुझाउनु पर्छ कि भन्ने लागेर मैले यहाँहरूसँग चाहिँ विशेष अनुरोध गरेको, जसले गर्दाखेरि कागेश्वरी मनोहरा नगरपालिकाभित्र अधिकांश ठाउँमा यस्ता प्रतिजग्गाहरू, सार्वजनिक जग्गाहरू भएको ठाउँमा धेरै प्लानिङ गरेको देखिन्छ र त्यहाँ धेरै जग्गाहरू घुसाएर बाटो चाहिँ सार्वजनिकबाट प्रतिजग्गाबाट लगेर जोडेको देखिन्छ र यहाँहरूले पनि कहाँ त्यस्तो छन् त्यो सबै ठाउँमा यहाँहरूले त्यो जानकारी पनि होस्। र एउटा मैले जुन अस्ति हालेको भिडियोमा मैले काठमाडौँ यो कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर 4 सिमखडा गाउँको यो राणा गाउँको डिल भन्ने जुन पुरानो बाटो थियो, बागमती जोडिने नयाँपाटीदेखि सुन्दरजल जाने बाटो, जुन ओह्रालोबाट पश्चिमपट्टि मदन भण्डारी फाउन्डेसनको पश्चिमपट्टि जग्गामा जुन त सार्वजनिक जग्गा छोडेर प्लानिङ गरिएको थियो, त्यो प्लानिङ गर्ने ठाउँमा बाटो जोडिएको अवस्था हो। र मैले यति मात्र भने योभन्दा अगाडि लगभग 1 वर्ष अगाडि पनि त्यसको अझ पश्चिमपट्टिबाट चाहिँ धेरै यो प्रतिजग्गा हालेर ढलान गरिसकियो पनि अवस्था छ र अब निवेदनै गर्नुपर्छ भने यो सबै समेटेर सम्बन्धित निकायलाई झकझकाउने हिसाबले निवेदन दिनुपर्छ कि भनेर मैले यहाँहरूसँग विशेष अनुरोध गरेँ र मेरो सम्पर्क नम्बर मलाई यहाँहरू भेटेर पनि सहयोग गरिदिन सक्नुहुन्छ र म भेटेका जति सबै साथीभाइहरूलाई जो इच्छुक हुनुहुन्छ यो विषयमा सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्छ भन्ने जसलाई भित्रैदेखि लाग्छ उहाँहरूले चाहिँ भेटेरै पनि म सहयोग गराउँछु र यहाँहरू इच्छा लाग्छ, सबैलाई चासो लाग्छ भने मेरो सम्पर्क नम्बर 9841 35 49 56 9841 35 49 56 मोबाइल नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ र यहाँहरू सबैको हस्ताक्षर सहित त्यो बुझाउन सकियो भने र आगामी दिनहरूमा त्यसमा कारबाही केही अगाडि बढ्यो भने आगामी दिनहरूमा यस्ता भूमाफियाहरूले यस्तो हरकत गर्न सक्दैनन् भन्ने मेरो मूल उद्देश्य हो। यो सँगसँगै म यहाँहरू समक्ष एउटा के पनि बिन्ती बिसाउन चाहन्छु भन्दाखेरि हामी केका लागि बाँच्ने अलिकति एउटा हरि हुन्छ नि भित्र हामीसँग, एउटा अलिकति भगवानसँग डराउनु पनि पर्छ। अहिले सकेको आफ्नो बल छ, बुता छ, विभिन्न शक्ति आफूसँग छ भन्दैमा
यस्ता सार्वजनिक सम्पत्तिहरूको चाहिँ चरम दुरुपयोग गरेर त्यसले कसैलाई भलो चाहिँ गर्दैन जस्तो लाग्छ मलाई। त्यसले कसैलाई राम्रो चाहिँ गर्दैन जस्तो लाग्छ अलिकति आध्यात्मिक हिसाबले हेर्दा पनि। र यहाँहरूलाई त्यो विषयमा पनि सजग भइदिनु होला। जसले सुन्नुहुन्छ, जसले यस्तो कार्य गर्नुहुन्छ, उहाँहरूले एकचोटि मनन गर्नुहोला। आफ्नो नगरपालिकामा भएको यस्ता सार्वजनिक सम्पत्ति एउटा जोगाउनुपर्छ। अहिले चाहिँ 2-4 पैसा आयो त्यसमा चाहिँ गरेर आफूले प्लानिङ गर्ने जग्गा चाहिँ केही बचेर यो जग्गाले चाहिँ गरियो भन्दैमा र केही फाइदा भयो भन्दैमा त्यसले कुनै हाम्रा बालबच्चादेखि लिएर कसैलाई भावी पुस्ताहरूलाई चाहिँ राम्रो गर्दैन र आफैलाई पनि राम्रो गर्दैन। यहाँहरूले मनन गर्नुहोला। यहाँहरूले चाहिँ यसलाई कुनै अन्यथा नलिनु होला। म यहाँहरूसँग चाहिँ बिन्ती गर्न चाहन्छु जसले यस्तो काम गर्नुहुन्छ र मलाई सहयोग गर्नुहुन्छ भने तपाईँहरूले सम्पूर्ण मेरा नगरवासी आदरणीय दाजुभाइ तथा मेरा प्यारा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो विशेष अनुरोध छ, यहाँहरूले आफ्नो ठाउँमा जहाँ छन् त्यस्तो चाहिँ सजग गराइदिनु होला। एउटा सामान्य निवेदन दिएर जानकारी गराइदिनु होला। र यो विषयमा चाहिँ मैले अघि नै भने र यहाँहरूले मलाई सम्पर्क गर्न सक्नुहुन्छ, मलाई सहयोग गर्नुहोला भन्न चाहन्छु। हस्त सम्पूर्णमा पुनः नमस्कार, धन्यवाद।